हेलो साथीहरू, आज हामी गाउँकै अर्ग्यानिक तरिकाले पानीपुरी बनाएर खाँदैछौँ। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। पानीपुरीलाई एकछिन घाममा सुकायौँ, त्यसपछि नानीको पनि थोरै क्लिप आयो। प्याजलाई निकालेर त्यसलाई राम्रोसँग चप गरेर साइडमा राखेर केराउलाई पनि निकालेर त्यसको बोक्रा छोडाएर तेलमा फ्राई गऱ्यौँ। अनि त्यसपछि तेल तताएर पानीपुरीलाई पनि फ्राई गऱ्यौँ। पानीपुरी यता फ्राई हुँदैछ, उता हामीले आलुलाई पनि उसिन्न राखेका थियौँ। पानीपुरी फ्राई भइसकेपछि आलु हेर्दा आलु पनि पाकिसकेको थियो। आलुको बोक्रा छिलेपछि यो पनि पानीपुरीको यसो भिडियो लिएको है। अनि फेरि पानीपुरीको रेडी भइसकेपछि मैले पानीपुरीको पानी बनाउँदैछु। त्यसमा चाहिँ मैले नुन हालेँ, मसला हालेँ, यो घरमै पेलेको अमिलो चुक हालेँ। प्याज पनि पहिल्यै राखेको थिएँ चप गरेर। त्यसपछि फेरि धनियाँ हालेर राम्रोसँग चलाएँ। यतापट्टि पानीपुरीको मसला बनाउँदैछु। यहाँ फेरि धनियाँ हालेर त्यसपछि चप गरेर राखेको प्याज हालेँ। त्यसपछि फेरि मसला हालेँ, विभिन्न प्रकारका मसला हाल्यौँ। त्यसपछि फेरि यो पानीपुरी मसला हाल्यौँ, यो फ्राई गरेर राखेको केराउ हाल्यौँ, अनि उसिनेर राखेको आलु हाल्यौँ। फेरि पनि चुक अमिलो हाल्यौँ र त्यसलाई राम्रोसँग मिक्स पारेपछि पानीपुरीसँग खाना रेडी भयो। पानीपुरी बनाउने सम्पूर्ण प्रक्रिया सकिएपछि यो चाहिँ अब खानको लागि रेडी भइसक्यो। मैले पुरीमा मसला राख्दैछु। पहिला सम्पूर्ण पुरीमा यो मसला राखिसकेपछि यसलाई अब पानीमा हालेर खाने।